नै बोटमा फलेको सुन्तला हो यो अझ टुप्पी टुप्पीदा छ मैले अब आफ्नै बोटमा फलेको सुन्तला त्यसको साफ दिमागमा फ्याक्ट जवाब दिनु छ हैन ओके मधुशाला भन्ने बित्तिकै दिमागमा के आउँछ मधुर उसको भाइ अम्बो राजेश दाई यु लेजेन्ड उसको बुढीको नाम होइन राजेश दाईको बुढीको नाम होइन मधुशाला होइन हेरिसकेको छु अब राजेशको छोराको सिनेमा हेर्नु मलाई मन लागेको मैले हेरिसकेको छु अब राजेशको छोराको सिनेमा हेर्नु मलाई मन लागेको छ म त अलिकति बच्चै छु बच्चाको बच्चा चाहिँ हुनलाई के समय त लागिहाल्छ होइन भुवनको उमेर पुगिसकेपछि शिवजीको उमेर पुगिसकेपछि अम्बो राजेश दाई की पेज हेर नि त्यसपछि हेरौँला होइन हामी अवश्य हेर्नु गर्छौँ क्यामेरामा जुम गरिदिनु की पेज होइन हेल्पलाइन नगर्नुहोस् है म आफै एउटा खराब बानी के लाग्छ तपाईलाई खराब बानी नहुनु नै मेरो खराब बानी हो कुन चाहिँ रियल कपलको फ्यान हुनुहुन्छ राजेश दाई एकजना हुनुहुन्छ मैले चिनेको उहाँहरूको नाम चाहिँ नि राजेश हमाल र मधु भट्टराई यौन र चुम्बनमा के रुच्नुहुन्छ कहीँ पनि जानको लागि केही कुराहरू पार गर्दै जानुपर्ने हुन्छ त्यसकारण पहिला चाहिँ पहिलो नम्बरमा के भन्नुभयो पहिला यौन र चुम्बन चुम्बन त्यो हुँदै अनि को यौन जीवन कतिको खुसीमय छ अम्म कुली चाहिँ सोचो यस्तोहरू चाहिँ अम्बो नेपालको रिपोर्टरहरूले कहाँबाट जर्नलिजम गर्दैछ यौन जीवन कस्तो बितिरहेको छ अरे आम्मा आइज भाइ बोलेको तपाईँ झुक्किनु भयो क्या त्यो प्रश्न मलाई सोध्ने कि मधुलाई मधुर उसको भाइ मधुर बाला